आज मेरी आमाको साह्रै याद आयो। गहभरी आँसु रोक्नै सकेन। बलिन्द्र अश्रुधारा आँखाबाट खसे। मुटु फुट्ला जस्तो भयो। मन भक्कानियो। आज वैशाख 4 गते माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। मेरी आमा विक्रम सम्वत 2077 साल चैत्र 30 गते यो संसारबाट सदा सदाका लागि बिदा हुनुभयो। आज 5 वर्ष बितिसकेछ। म मेरी आमाले हिँडाएको बाटो हिँड्नेछु। म मेरी आमाले हिँडेका पाइलाहरू पछ्याउनेछु। मेरी आमाको आशीर्वाद मलाई सदैव लागोस्। हरेक पाइला पाइलामा म मेरी आमालाई सम्झिरहेको छु। आमालाई नसम्झेको दिन छैन, रात छैन। सेकेन्ड सेकेन्डमा आमालाई सम्झिरहन्छु। मेरी आमाले मलाई हिँडाएको बाटो अझ हिँड्न मन छ। मेरी आमाको याद नआएको त्यस्तो कुनै पल छैन। कहीँ कतैबाट बोलाउँछिन् कि भन्ने आश जाग्छ। आमाको स्वर सुन्न मन लाग्छ। आमाको तस्बिर छुन मन लाग्छ अनि रुन मन लाग्छ। म जहाँ पुगे नि, जे गरे नि, जता गए नि, यो मुटुमा, मनमा अनि मस्तिष्कमा मेरी आमाको माया सधैँ ताजा नै रहिरहनेछ। अब मेरी आमा केवल सम्झनामा मात्रै। ह्याप्पी मदर्स डे आमा।